होइन। बुटोलमा एउटा साथीलाई केटाहरूलाई जम्मा गरेँ डेनोभोमा होइन, के छ त युवाहरू सपना तिमीहरूको यो देशप्रति होइन आफूप्रति के छ सपना भनेको, एउटाले पानीले गाडी चलाउँछु भन्छ फेरि सिसिरेले। त्यसले भनेको स्टाइलै खतरा थियो कि साथी मैले एउटा काम सोचेको छु, यो काम गरेर मलाई अमेरिकाले उडाइन्छ भने होइन। विशालले बन्न आँटिछु कि क्या हो तैँले होइन, के चाहिँ गर्न आँटी छैन, मैले पानीले गाडी चलाउँछु भने फेरि नेपाल त पानीको धनी देश होइन, सही कुरा हो ठिक कुरा हो भनेर हामीले पानीले गाडी चलायौँ सर एक वर्ष पछाडि। कसरी भन्दाखेरि चाहिँ पानीमा हाइड्रोजन अक्सिजन हुन्छ, थाहा छ तपाईँलाई H2O होइन। अब हाइड्रोजन अक्सिजन इलेक्ट्रोलाइसिस गरेर छुट्टिन्छ, हाइड्रोजनले इन्जिन चलिहाल्छ होइन, अक्सिजन वातावरणलाई राम्रो, सिम्पल कुरा हो। अहिले हाइड्रोजन इन्जिन हो हो त्यो हाइड्रोजन कसरी भएको थाहा छ केहुको, कसरी भएको भन्दाखेरि पहिला हामीले गाडी चलायौँ होइन, हामी शिवरात्रिको दिनमा तपस्या गरेर पूजा गरेर भाकल गरेर 3 दिनसम्म नखाइकन हामीले चाहिँ गरेर अनि हामीले तपस्या गरेर साधना गरेर हामी आज गाडी चलाउने भनेर चाहिँ हामी रेडी गरेर बस्यौँ, गाडी चल्यो भने फेरि अब